आज मेरो छोरालाई हेर कताबाट जाँगर लाएछ ब्लग गराउन जानला हम चोज ब्याक टु माई च्यानल। फेरि पनि अन्सु ब्लगमा हजुरहरूलाई स्वागत छ। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै हो। र अनि फेरि आज चाहिँ मेरो छोरोले ब्लग गराएको हेरेर साथ दिनु होला कस्तो बना। आज मेरो छोरालाई हेर कताबाट जाँगर लाएछ ब्लग गराउन हेरेर साथ दिनु होला। गाइस वेलकम टु माई च्यानल। आज ब्लगमा स्वागत छ। अनि फेरि मम्मी र बहिनी अनि बाबा यहाँ बस्नु आगो ताप्नु भयो। बहिनीलाई तेल लगाइदिनु भयो। अरे बाबा फेरि के टक्लु बाबा फेरि अरे यति जिस्काउनुहुन्छ। अन्त हेर्नु त यति धेरै यस्तो भएर आजको भ्लग यति। बाई बाई। आगे आज फेरि अब हामी चर्च जान लाग्यौँ। म फेरि बाबा र म अनि बहिनी मम्मी रेडी हुनु भइसक्यो। अब जान लाग्यौँ चर्च बाइबल लिएर। यस्तो बाइबल हो क्या नयाँ पास्टर बुवाले दिएको नयाँ पास्टर बुवाले दिएको नयाँ प्रभुको बुक। अनि फेरि मम्मी जान लाग्यौँ। अब पुरै त कामै गरिदियौँ। अब हेर्नु त त्यहाँ ढुसी लाग्छ। अनि फेरि त्यहाँ ट्रक आइरहेछ। ट्रक हो क्या अन्त फेरि चर्च गराइरहेछ न। अन्त फेरि बाबा फेरि बहिनीलाई बोलाउनु भयो। बहिनीलाई त लिनु भयो। म पनि रेडी भइसक्यो। म पनि रेडी हुनु भइसक्यो। अन्त फेरि ढुसी लाग्यो। खानासाना खाइसक्यौँ हामीले। जान्छौँ। कुर्सी नि राख्नु न कुर्सी। अन्त फेरि गाडी आयो। फेरि भाइहरू छ हाम्रो एउटा उताबाट घर देख्नुहोस्। त्यहाँ फेरि मेरो मामा हो। उता फेरि मामाले हुनुहुन्छ भान्जा। त्यहाँ भान्जा म पनि भान्जा मामा। अन्त फेरि चर्च लाग्यो हेरेर चाहिँ यहाँ ढुसी लाग्यो। अनि फेरि त्यहाँ हेरेर चाहिँ यहाँ त खुलिसक्यो हाम्रो। अनि फेरि मम्मी तयार भयो। आजको भ्लग यति। बाई बाई।